गुड मर्निङ गाइज अहिले चाहिँ 5 बजिरहेछ एन्ड आज हामी जिममा आयौँ हामी जिम सकेपछि चाहिँ हामी एकाडेमी जान्छौँ पुलिस एकाडेमी ट्रेनिङको लागि अब चाहिँ 1 महिना मात्रै छ हाम्रो कम्पिटिसनमा द्याट्स वाइ हामीले चाहिँ 65% अलिक स्पिड वर्क गर्नुपर्छ अनि 65% गर्न बित्तिकै हामी चाहिँ बडी वेट एक्सर्साइज गर्नुपर्छ सो त्योसँग टोर्च अलिक बडी त्यो ट्रेन हुन्छ एन्ड हामी अलिक त फास्ट हुन्छ फास्ट टोर्च अलिक रियाक्सन फास्ट हुन्छ सो द्याट्स वाइ एन्ड लेट्स पुल डाउन आज चाहिँ फर्स्ट स्टेजबाटै सुरु गरेको यो चाहिँ फास्ट गर्नुपर्छ 65% हो सो अलिक फास्ट गर्नुपर्छ है हाम्रो स्पिडहरूको लागि पनि हो अनि अब कम्पिटिसन नजिक आइसक्यो भने 27-28 को हो सो तर पुरा रिच भालु जस्तो भएको जस्तो यो त बियर जस्तो देखेको छ होइन अब चाहिँ पालो बेन्च प्रेसको सेकेन्ड एक्सर्साइज हामीहरू चाहिँ यसमा बडी वेट एक्सर्साइज पनि हुन्छ पुसअप त्यो गर्छौँ लेट्स पुल डाउन अनि बिहाइन्ड बोला यो चाहिँ जान फास्ट फास्ट गरे हो 65% छ अलि त फास्टै गर्नुपर्छ यसलाई त्यो गर्नु ल इन्क्लाइन चेस्ट है यसको पछि ठ्याक्क 5 क्ल्याप गर्नुपर्छ लेट्स गो Wow. Cable rowing. There about second last exercise, cable pullover. It's a last hit. ल अब कुल डाउन गरेर हामी चाहिँ जान्छौँ. So bye bye guys, see you tomorrow.